हेलो गाइस, सबैलाई मेरो युट्युब च्यानलमा फेरि स्वागत छ है। यही नहीं, अभी और सुनिए। आज शनिबारको दिन फेरि नयाँ डेस्टिनेसनलाई हामी अघि बढिसक्यो। अहिले चाहिँ पेट्रोल हाल्ने कार्यक्रम भएको भएर यसो यहाँ बसा बेलामा यसो क्यामेरा अन गरिदिइहाल्नु न भनेर है त। ल आजको भ्लग पनि इन्जोय गर्नु होला। भर्खर भ्लग सुरु भएको छ। कुन ठाउँ भनेर अहिले चाहिँ भन्दिनँ म। चीटिंग करता है तू, चीटिंग 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 करता है तू। हेर्दै जाउँ है त। A few moments later. हेलो, सबैलाई फेरि स्वागत छ है। ब्लगर चेन्ज भयो, अर्को मान्छे पछाडि जुत्ता खोल्दैछन्। म चाहिँ क्यामेरा बोकेर मोबाइल बोकेर हिँड्थेँ। अहिले हामी कहाँ छौँ भन्दाखेरि भक्तपुर सूर्य विनायकबाट माथि गुन्द्रुबाट पनि माथि सानो पाथिभरा भन्दो रहेछ त्यो ठाउँ आएका छौँ होइन। बस्ने ठाउँहरू एकदम राम्रो बनाएर रहेछन्। यहाँ खुट्टा खोलेर खुट्टा धोएर मात्रै आउनुहोस् भन्दैछन्। एउटा केटो घुम्दैछ, मन्दिर घुम्दैछ। केटोले के आशीर्वाद माग्दैछ। बाबु के मागिस् तिमीले? अर्काको छोरी त मागिनस् नि। आफ्नो छोरी त अब अर्काको छोरी पाए पो आफ्नो छोरी माग्दैन। नभइकन आफ्नो छोरी माग्ने कुरो भएन। ल हेर्नुहोस्, आउने मान्छेलाई हामी बाटो रोक्दैनौँ नि फेरि। एकदम सहयोग गर्नुहुन्छ, सहयोग गरेर जानुभयो। जुत्ता सुत्ता खोलेर अब यहाँबाट बिता छिर्ने होला। के एउटा रेड कार्पेट पनि के दाइ? रेड कार्पेट अलिक चाहिँदैन, म अलिक ब्ल्याक पारिङ र खुट्टा कतिको पोले हात छैन योभन्दा हड त मै छु होइन होला है। हट मात्रै भन्ने, ब्युटिफुल नभन्ने। यहाँ चाहिँ फेरि नजिक ठिक लाग्यो नि। ठिक लागेन हुन पनि। अर्काको छोरी नपाइकन कसरी पार्छस् त आफ्नो छोरी? अनि आइफोन लिएर आइज फोटो त खिच। हामी भ्लगर हो, यसरी बसेर भ्लगर भइन्छ। हुन्छ भइन्छ। दुईटा गाली नदिकन त कसरी बनियो होला है भ्लगर? अरे बाप रे, ये तो धोती खोल रहा है। घन्टी बजाउँदै जाउँ। घन्टी बजाउँदैछन्, कति बजाएको केटाहरूले आशीर्वाद पनि मागे। मेरो पैसा यहीँ खसेछ यार। दिउ के पनि मागे भनिदिइहाल्नु त। के माग्नु भयो? काम पाएन, टिका सिका लगाइदिए। होली बनाएर आछन् केटाहरूले। क्या देख रहा है? चोर देखिया छ, चोर जसले उसको मन चोर्या हो। केही भन्नु छ तपाईँलाई? केही भन्नु छैन। भन्न केही भन्नु छैन। गाली गर्नु मिल्दैन अलिक। हामी कहाँ जाने? अब गुन्द्रु जाने, एकैछिन बस्ने, खाजा खाने अनि हिँड्ने। हामी आएको 15 मिनट भयो। 15 मिनटमै जाने जाने नि के काम छ रे? यत्रो जङ्गल बाँकी छ, छिर्न एक ठाउँतिर जाने रे। एक्लै छिरेर हुँदैन नि त फेरि। ये फंस गया सीएम। मन्दिर जाने बाटो भयो त्यो त उता अर्को मन्दिर त्यो कहाँ माथि पर्छ अघि त्यो खाजाहरू लिएको ठाउँभन्दा माथि पर्छ। के पाइलट के भन्ने भन्नु? के त त्यही के अरे? ए डोलेश्वर केदारनाथ शिव। त्यहाँबाट 15 मिनट। नेक्स्ट टाइम कहाँ? डोलेश्वर। त्यहाँ गएर दोला रे सरी बिल्कुल चुप। त्यहाँ जस आरतीको बेला अलि त बस्नु यार। आरती के रे? आरतीको बेला पुग्नुपर्छ त्यहाँ।
ए आरतीको बेला आरतीको बेला के ए म त आरतीसँग हो कि भने आरतीसँग त जानी भाइ चाहिँ बसिछ उहिले गएको नि छैन आरतीसँग आरती र पूजा गर्ने भन्छन् आरतीसँग र पूजासँग हो कि कैसी अपमानजनक बातें कर रहा है लड़का, ये अश्लील है ये लोंडा। पुग्ने राम के छ मन्दिर छ केटाहरूले अर्को मन्दिर देखेर होइन कहाँनिर खै कहाँनिर मैले देखाएको छैन त उहाँ माथि मैं नहीं बताऊंगा। यहाँबाट कति बेर लाग्ला 10 मिनट 15 मिनट पुग्छ तपाईँहरूलाई मन्दिर देखाउँछु ल अहिले नयाँ मन्दिर देखेको छ हामीले त्यहाँ डाँडोमा छ कसरी जान्छ थाहा नै छैन कि कुन बाटो पनि जान्छ थाहा छैन हेरौँ है त केटाहरूले देखेको मन्दिर चाहिँ यो हो यहाँबाट देखेको यो मन्दिर जाने रे यहाँबाट कति मिनट पुगिन्छ नि ओके नो प्रब्लम होइन त्यहाँ You've become so predictable, Bryson. Now it's my turn. केटाहरू फोटोसुटतिर लागिछन् अनि बाहिरबाट स्कुटी पार्क गर्दाखेरि चाहिँ लागेको थियो कि एक्सपिरियन्स भएपछि रियालिटी हुनेवाला छ तर भित्र आएपछि थाहा भयो कि एरिया सानो भए पनि फिल चाहिँ रमाइलो हुँदो रहेछ होपी गाई चाहिँ यदि गुन्दी के अरे यता गुन्डु साइडतिर आउँदै हुनुहुन्छ भने चाहिँ थोरै यदि हाइकिङ आउनुहुन्छ भने नि अलग 15 मिनट एक्स्ट्रा अनि यदि बाइक स्कुटहरूमा आउँदै हुनुहुन्छ भने 5 मिनट एक्स्ट्रा त्यति लगाएर यहाँ पनि आउनु होला होइन इफ यु गाइज आर रिलिजियस होइन किनकि मन्दिरमा आइसकेपछि भाइब चाहिँ पोजिटिभ चाहिँ आफै हुँदो रहेछ इट्स मी रुपेश साइनिङ अगेन अन द ब्लग केटाहरू यहाँ छुक गरी छन् गर्न चाहिँ तर अझै यस मन्दिर भाइब चाहिँ मस्त मिल्ने हो क्या जब त्यो मलाई मात्र हो कि अरूलाई पनि थाहा छैन होइन तर मन्दिर एरिया आउँदाखेरि मलाई चाहिँ यस्तो फिल हुन्छ कि लाइक आई एम ब्लेस के होइन पोजिटिभ भाइबहरू आउँछ अब यहाँ साइडमा अर्को यता मन्दिर पनि रहेछ अलग 15-20 मिनट पर त्यहाँ पनि एकचोटि पुग्छौँ होला यदि पुग्यौँ भने त्यहाँको नि भ्लग यसमै एट्याच हुनेवाला छ सो भ्लग थोरै लामो होला होप यु गाइज विल अन्डरस्ट्यान्ड केटाहरूको अब यहाँ अक्षय कुमार राजुवाला पोज चल्दैछ नाउ आई एम साइनिङ आउट होप यहाँ त फेरि भुइँलाले क्यारी गर्नेवाला हो हाम्रो भ्लग यदि बिचमा कतै म देखेँ भने इरिटेट चाहिँ नभइदिनु होला हेलो तिमीहरूले सोधेर सबै बाटो पाउँछौ उसको दिलमा जाने बाटो पनि खोज त उसको दिनमा जाने बाटो उसलाई सोध्नुपर्छ नि बल्ल पाइन्छ र यस भन्दिनँ रे धेरै केटाहरूले सोधे भन्दै थिए यसो है खान्छ भन्नु न भन्नु मन्दिर जाने बाटो पाइन्छ होइन श्रीकृष्णको चरण छुन पनि योग्य हुनुपर्छ के त्यस्तै उसलाई उसको बाटो जाने मान्छे सोधिएला होइन उसको बाटो थाहा पाउने मान्छे चाहिँ कम हुन्छन् कि सोध्ने मान्छे धेरै छन् सोध्ने मान्छे त जति नै भइहाल्छ भनेपछि थाहा पाउने जाने मान्छे त्यो सोध्ने मान्छे धेरै हुन्छन् थाहा पाउने मान्छे कम हुन्छन् थाहा पाएर नि जाने मान्छे कम हुन्छन् जाने भन्दा नि उहाँ पुगेका मान्छेहरू कम हुन्छन् पुगेर पनि त्यहाँ बसिरहेका मान्छेहरू कम हुन्छ अरे कि अब त कुनमा पर्ने भइसक्यो कुरा हो कि आप कहाँ थे ज्ञानी बाबा? सोध्नेमा मात्र पर्ने भइस कि जानेमा पर्ने भइस कि भनेपछि म जानु चाहिँ पर्ने खिचिस सबभन्दा राम्रो मान्छे म यो फोटो नखिचेर हुन्छ तोबा तोबा थारा मूड खराब कर दिया। दादा के भयो कसलाई फोटो 50मा फोटो खिच्न चाहिँ अब चाहिँ रहर गरिदिने यार लास्ट टाइम उता उ गएदेखि के अरे कपन गुम्बा गएको थिएँ खैरेको होइन कि त्यो बच्चा नेपालीकै हो होइन बस्दै विदेशमा जन्माएछ के राम्रो लाग्यो फोटो खिच्न मिल्छ न सोधेको मलाई फुच्चिने समेत त्यो बेला उ गरिदियो कि रिसेक हान्दियो कि मलाई यो विश्वास भयो कि फुच्चिने त मलाई नहेर्दा रहेछन् ठुलो केटीहरूलाई चाहिँ जिन्दगी पर्पज नगर्नु भनेको त्यहाँ त माने क्या मैले What? कसम हुँदै त्यस्तो दाइ तपाईँ अनि तपाईँलाई आत्मविश्वास पनि छ कसैले पर्पज गर्छ भन्ने छैन नि यार गजब बेइज्जती है। अगाडिसम्म सिङ्गल हुन्थी मुझे नहीं पता था मैं इतना खूबसूरत लगता हूँ क्या बोलती है तू केटाहरूले भिडियो बनाइसके यसरी फोटो खिचेँ भिडियो बनाएँ ब्लग सग बनाएँ अब यिनीहरू हिँड्दैछन् अर्को यतापट्टिको एउटा माथि डाँडामा मन्दिर देखेका छन् लोकेसन चाहिँ कसैलाई पनि थाहा छैन लोकेसन नभए पनि यसले पत्ता लाएर हिँड्छौँ भनेर हिँडेका छन्
ठाउँ चाहिँ पिसफुल छ होइन, सानो पाथिभरा भनेर होइन, भर्खर बन्दै पनि रहेछ होइन, अलिकति राम्रो भाइ पनि दियो, शान्त ठाउँमा छ होइन, मान्छे त्यति हुलसुल केही छैन, फोहोरहरू केही पनि छैन। आइपुग्यो राइड। अनि यहाँ बाटो चाहिँ कसले खोज्यो? बाटो कसलाई थाहा छ? उतेलाई उयो बाटो बाटो त कसलाई थाहा छ? उतेलाई सोध्यो हौ, स्कुटर ल्याएर झारतिर तल मलाई छोडेर केटाहरू तलै पुग्यो यार मलाई छोडेर। ड्राइभरहरूले कुरेनन्, ड्राइभर उहाँ र आधी बाटो छोडेर हिँडेँ मलाई। केटाहरूले एक ठाउँ भन्दा खालि अर्को ठाउँ ल्याउने यिनीहरूको बानी भइसक्यो अब चाहिँ होइन। अनि हामी अहिले ट्याक्क पाइलट बाबाको ठ्याक्क पारिपट्टि छौँ। अब तपाईँहरूले देख्नुहुन्छ होला थाहा छैन, तर देख्नु भएन भने माइन्ड नगर्नु। तर हामी ठ्याक्क पाइलट बाबाको अपोजिट डिरेक्सनमा छौँ। म अझ पनि पाइलट बाबा चाहिँ आजसम्म पुगेको छैन छन् चाहिँ होइन, कुनै दिन जाउँला त्यहाँ पनि। अहिले चाहिँ यहाँ केटाहरू यहाँ घरको चिसो पानीले नुहाउन चाहिँ मान्दैनन्, यहाँ चाहिँ चिसो पानीले खेल्दै बसिरहेछन्। ह्याप्पी होली लैरहेको अब आइरहेको होली सिलुप टर्न रेडी। हो त्यहाँ पाइलट बाबा यता छ अनि हामी त्यसको ठ्याक्क पारिपट्टि छौँ अनि हामी यहाँ छौँ। अनि यहाँ चलिरहेको छ होली केटाहरूको। केटाहरू हिँड्दैछन् होइन। अब एउटा नयाँ मन्दिर पत्ता लगायो, के मन्दिर छ हेर्नु है त, के मन्दिर छ यो? अनन्तलिङ्गेश्वर महादेव मन्दिर रहेछ हम मालूम है तेरे बाप को मत सिखा चल। होइन। अनि अब यहाँ हामी चाहिँ टक्क अब यो मन्दिर आउँदैछौँ, यो दधिकोट भन्ने भक्तपुरको ठाउँमा होइन। अनि केटाहरूले अब के भन्यो नि भ्लग बनाउँछ युट्युबमा हाल्छ, तर हिँडेको खै स्कुटीमा गएर त्यो राइडलाई भ्लग भन्दै हाल्ने हो भन्दै कराए। ल त भनेर जोसेर आएको, अन्तिममा भर्याङ रहेछ स्वयम्भू भन्दा नि ठाडो। अब यहाँ गर्ने के सास फुल्नेवाला छ मेरो। अनि यहाँ कुरा के हो भने हाम्रो सुशान्तजीले आज पनि अस्तिको जसरी नै हाम्रो युट्युब भ्लगमा ज्ञानगुणका कुरा दिनेवाला छ। जुन ज्ञानगुणका कुराहरू तपाईँ सुन्न चाहनुहुन्न मलाई थाहा छ। सो यो पालि चाहिँ तपाईँका ज्ञानगुणका कुराहरूको लागि कुनै पनि ठाउँ नराख्नेवालामा छु म। त्यो पनि आउँछ बाबु नाति, ट्याग गरी मेन्सन गरी हाल्छु म त यो पालि त। झन् अस्तिको पालि पो मलाई सेन्सर बोर्डबाट त्यो एडिट गर भनेको थियो त, यो पालिको सेन्सर बोर्डैमै हो। मन्दिर आउने बेला अपशब्दको प्रयोग गर्ने, संस्कृत भाषाको प्रयोग गर्ने, लाज शरम पचेको आइमै भन्थे पहिला बेलाकालाई। फाइनल्ली वी आर नियर आवर डेस्टिनेसन एन्ड दिस इज द सेकेन्ड डेस्टिनेसन अफ आवर टुडेज प्लान होइन। अब अङ्ग्रेजीको ग्रामरहरू बिग्रे पनि भावहरू बुझिदिनु होला। बाँकी भए त्यस्तै हो, हरेक ठाउँको मन्दिरहरू चाहिँ आजभोलि अन्डर कन्स्ट्रक्सनमा रहेछन् र यो मन्दिर बन्द, तर मन्दिर परिसर त बन्द छैन। सो वी आर भिजिटिङ द मन्दिर एरियाज, सरी टेम्पल एरियाज। आई डोन्ट नो भाइ, बट यो अलिकति सफा राख्यो भने चाहिँ मस्त देखिन्छ होला होइन। माछाहरू पनि रहेछन्, बट होप केही न केही त हुन्छ होला नि त। माछाहरू त्यति धेरै त छैन चाहिँ, तर यहाँ बच्चाहरू लास्टै बिगारेर रहेछन्। त्यो इनार भयो, यो त्यो इनारबाट पानी हाल्यो भने यसलाई कुण्ड भन्छन् होइन। उतिले बनाएको साँच्चैकै सर्प होला के हेर्छ सर्पहरू पहिले वालिएर तर माथि पहिरोले लडाएको छ है, हुन पनि सक्छ। उहाँ लाली गुराँस कसले टिप्न जाने हो सरजी? लागिरहेको छ आजको धेरै राम्रो लागिरहेको छ।
शनिबारको बसाइ कस्तो लागिरहेछ? शनिबारको बसाइ त यस्तै हो, अब घर गएर दुईजनाको गाडी खाइन्छ हेर कसको होइन मम्मी ड्याडीको अभियसली। अब खै यता हेर बाङ्गला आइछ कि टिका ए मलाई पनि लाउनु त। ए होइन पहिला सिधा लाउने बाहुन त म यहाँ बस यहाँ। ओए त्यो अमलाई लाउनुहुन्छ टिका सरी बाहुन रे बाहुन ल आशीर्वाद पनि दियो। के त्रिपन्ताम फेरि एकचोटि नाइ भयो मलाई यति भएपछि यति छेकिया छ क्या अघि। बनाउनु दाइ आशीर्वाद चाहिन्छ एउटा? आशीर्वाद न म दिन्छु नि। नदिनु त्यस्तो त्रिपन्ताम लाग्दै म लिएर आउँछु। हामी पनि जाने हो यही हो फर काइन्ड इन्फर्मेसन हामी पनि जाने हो बिकज लालीगुराँस कन्टेन्ट मेकरै हामी हो होइन। तपाईँ के भन्न चाहनुहुन्छ? म यो भन्न चाहन्छु कि आज यसका थोपडाभन्दा बढी मेरा थोपडा देख्नेवाला हुनुहुन्छ तपाईँहरूले। सो इरिटेट हुनुभयो भने आई डोन्ट केयर। ओहो सब इडिट हान्ने भयो। फर यो काइन्ड इन्फर्मेसन अहिले यो देखेको लोकेसन चाहिँ मेरो हो होइन। जुन लोकेसन यिनीहरू आइपुगेका छन् त्यो चाहिँ मेरो मेहरबानी हो होइन। हामी चाहिँ लालीगुराँस टिप्ने हिँडेका। यहाँ माथि डाँडोमा कहाँनिर लालीगुराँस देख्यौँ हामीले, त्यही लालीगुराँस टिप्ने हिँडेको। अब खोज्दैछौँ हामी। केटा देखिस् लालीगुराँस? बाँदर लालीगुराँस टिप्न जाँदैछ। अब म पनि आउँछु, रोक न। यहाँ माथि लालीगुराँस टिप्न हिँड्यारे भन्छन् होइन। मेरो लागि त कन्टेन्ट हो। गयो त्यो त्यही बजाउँछ अहिले जाने वाला। दाइ लालीगुराँस त यही छ त। मसँग चाहिँ लालीगुराँस कसैलाई चाहिन्छ भने कमेन्टमा भन्नुहोस्। दिस इज गिफ्ट। कसै दाइ के हो? सबैलाई त छैन, एउटा मात्रै टिप्या मैले चाहिँ। दाइ रितेश दाइ सुनाई दे रहा है, बेरा नहीं हूं मैं। मेरो मायालुलाई खोइ हेलमेट कहाँ पुऱ्यायो तिमीहरूले? तल्लो पुग्छ गुराँस टिप्न पाइँदैन अरे होइन। ऊ त तल्लो पुग्छ गुल्ट्यो के अन्त त्यही मुनि बेसाले त्यही मुनि गरेर लिएर आउला नि त। खै यसलाई लालीगुराँस के भूत चलायो त्यहाँ माथि खै लालीगुराँसको बोजै देख्दिनँ म। ल म लागेँ यो ढेँडो पाहाडको पछाडि केटाहरूले भिड हिँड्न आयो होइन। अघि नै मैले साउन्ड आउट भनेको थिएँ, केटोको मलाई क्यामेरा एङ्गल मन नपरेर यो पाराले आएँ। खैले त लालीगुराँस कति रहेछ। त्यस्तो गर्नु हुँदैन, यो कराइन्छ, यो काम छैन। हि इज द मोस्ट एङ्ग्रिएस्ट पर्सन अन द अर्थ होइन। जसलाई भन्छन् मेरा भाइ तू सबसे एङ्ग्री हे वाला गीत चाहिँ यदि कहिले बन्छ भने त्यो मेरो भाइको लागि बन्नेवाला करो हाथ जोड़ के। मलाई दिनु ल्या हो, मेरो मायालुलाई हो यो त। यो बाबु औषधिको लागि हो, तेरो मायाको लागि पनि होइन, तेरो बेबीको लागि पनि होइन। मेरो मायालुको औषधि हो क्या। भजा नि ल रिसाको मायालुलाई फकाउनु परेन दिएर। रिसाएर फकाउनु त। ए अब त हाम्रो मायालुहरू फर्किँदैन नि। फकाउनु जान्नु पऱ्यो नि त। तू समझा? हाँ नहीं तू समझा नहीं। दाइ यसको मायालु फकिँदैनन् रे क्या, फकाउनु जान्नु पऱ्यो नि होइन। किन रिसाएको? किन रिसाउनु मलाई? ऊ त्यो हेलमेट त्यहाँ गुल्टेर गयो क्या। अनि कसरी समातो त? राम्रै समातो हुनुहुन्थ्यो। होइन त्यो यस्तो त रुखमा यसो राखेर रहेछ त्यो गुल्टे क्या। दाइ गाजलुती आँखा 5 बजी त पुग्नु छ यार मलाई नि। गुन्डाहरूलाई लिएर घुम जाने 5 बजेर 4:30 बजी पुग्नु पर्ने छ होइन। चाबी मसँग छ एउटा।
कसको चाबी चाहियो उसको दिलको चाबी त छैन मसँग हम मालूम है तेरे बाप को मत सिखा चल लालीगुराँस टिपेर केटाहरू आउँदैछन् म चाहिँ अलिकति अगाडि लागिरहेको छु किनकि एक दुईवटा कोइट्सहरू पनि सायद रेकर्ड गर्नु वातावरण मिल्यो भने रेकर्ड गर्छ भनेर सोचिरहेको छु यदि हल्ला भएन भने होइन अब केटाहरू बिस्तारै आउँछन् म एकदम कोचहरू रेकर्ड गर्न भ्याउँछु कि जस्तो लागेको छ यदि तर फेरि बाटोहरू हेर्दाखेरि चाहिँ होला खालकै छ तर अझै पिसफुलै छ मान्छेहरू त्यति खासै नहुने रहेछन् ठाउँ पनि ठुलो चाहिँ होइन बस हाइकिङ रुट चाहिँ मस्त छ होप यु गाइजहरू भिजिट गर्नु होला म लोकेसन चाहिँ सायद नहाल्नु होला बस गुगल म्याप अन गरेर आउनु होला क्या बोले भाई अब क्या बोले म ठाउँको नाम चाहिँ मेन्सन गरिदिनेछु हामी यो मन्दिर पनि घुम्यौँ अब 1 घन्टा जस्तो गएर हामी गुन्डुमा खाजासाजा खान्छौँ एकछिन बस्छौँ लालीगुराँस नेसनल फ्लावर अफ नेपाल पाइहाल्यो मान्छेहरू लालीगुराँस पाएनन् भन्छन् यार सजिलै छ त्यही घुम्न आउनु पऱ्यो नि घरमा बसेर अब भिडभाडमा अब गल्लीमा भन्दा नि अब चोकमा काठमाडौँको छतमा बसेर लालीगुराँस खोजेर हुन्छ आउनु पऱ्यो नि यस्तो 50 रुपया काट ओभर एक्टिंग के वजह खोज्नु पऱ्यो घुम्नु पऱ्यो अनि पो पाइन्छ त तिनीहरूले केटाहरू तलतिर पुगिसके म पनि हिँड्दैछु तलतिर पुग्नलाई भइहाल्छ नि च्यानल भाइ नाम नभनौँ भाइ काम छैन हामी फेमस छैनौँ फेमस भएपछि भनौँला जसलाई होला भन्दै थिएँ देवेर किड होइन मतलब बच्चाहरू थिए जो चाहिँ अलिकति लाइक भन्छन् नि बच्चाहरूको मन सफा हुन्छ होइन लाइक लिटरल्ली प्रुफ देम होइन किनकि उनीहरूले मलाई रेकर्ड गरेर देखेर तपाईँको च्यानलको नाम के छ यता त्यो सोध्दै हुनुहुन्थ्यो अब जस्तो बिगिनर फर युट्युब अनि त्यही भएर चाहिँ भन्नको लागि असी लागेको थियो बट स्माइल एन्ड चाहिँ कि ठिक छ हामी पनि सब्सक्राइब गरिदिउँला होइन किनकि अब लाइक मलाई लाग्थ्यो इन्डियन कमिटीमा मात्र हो त्यहाँ लाइक सब्सक्राइब गर्न इजी हुने होइन हेल्प हुने सबै कुराहरूको जस्तो लाग्थ्यो तर होइन रहेछ नेपाली कमिटीमा आइदन नो अदलहरू बिच चाहिँ के छ होइन तर ऊमा चाहिँ के अरे जुन हाम्रो युथ कमिटीमा चाहिँ के थाहा छैन मलाई होइन तर बच्चाहरू चाहिँ जस काइन्डहरू चाहिँ रहेछन् भन्ने कुरा चाहिँ यहाँबाट पनि थाहा हुन्छ
तेरा तो गेम बजाना पड़ेगा। तपाईँहरूले सर्च बटनमा अथवा सेयर गरेर कहीँबाट लिङ्क पाएर च्यानलसम्म आउनु भएको भने च्यानल सब्सक्राइब गर्नु है त। मेहनत गर्दैछौँ, एडिट भर्खर हुँदैछ, सिक्दैछौँ। पहिलाको भिडियोको कन्टेन्ट र अहिलेको भिडियो कन्टेन्टमा थोरै फरक पाउनुभयो होला हजुरले। टोपुरको 3 ठाउँहरू घुमेर अब हामी घरतिर लाग्दैछौँ। इट्स मी रुपेश साइनिङ आउट फ्रम दिस ब्लग।